चाहिँ यो खर्पु जाने बाटोमा ठ्याक्क बिच बाटोमा एउटा यो भैँसी गोठ रहेछ। हाम्रो आमासँग भेट भएको छ। आमाले चाहिँ हामीलाई दही र मही खुवाउनुहुन्छ अरे होइन? आमाले गोठतिर लाँदै हुनुहुन्छ हामीलाई। आमा कतिवटा छ भैँसी? 10-12वटा। चाहिँ माथि गाउँपालिकाको ताङतिङको अनि माथि यो ठाउँलाई के भन्छ आमा? नौजु भन्ने ठाउँमा छौँ हामी। यहाँ चाहिँ भैँसी गोठ रहेछ। हामी चाहिँ भैँसी गोठमा गएर आमाले मिठो दही मही खुवाउँछु भन्नुभएको छ। यही बस्ती कति राम्रो पाडा पाडी हो। दुइटै पाडी हो कि के हो? पाडा कस्तो राम्रो सब व्यवस्थित रहेछ है। अनि तपाईँहरू यहीँ बस्नुहुन्छ? जाडो हुँदैन त? केही जाडो हुँदैन? कस्तो राम्रो पाडा पाडी हो। अनि आमा भैँसीहरू जङ्गलमै छोड्ने हो? अब बर्खामा त जङ्गलमै छोड्छ, हिउँदोमा त घाँस काटेर राति बाँध्छ अनि दिउँसो छोड्छ। त्यो सानो पुल्छ रहेछ नि त होइन पाडीहरू। आमाको खाना पकाउनु आउँदैन। माथि चाहिँ गर्नु भएको छ दाउराहरू। आमाले बनाउने चाहिँ दही मही घिउ मात्रै हो। बाबु मैले त दही बनाउँछ अनि घिउ बनाउँछ, मही बनाउँछ, त्यति हो। अनि कति वर्ष हुनुभयो आमा? मैले अब कति भन्ने खोइ, मैले त गाउनु नि जान्दैन बाबु। कति बिसे? 7 बिसे 2 भयो होला। 72 हुनुभयो? 72 भयो होला। यस्तो हेल्दी हुनुहुन्छ, यस्तो काम गर्न सक्नुहुन्छ। तपाईँको उमेरमा हामी त खै हामी त अहिले त हिँड्न सक्दैन। सक्छ होला नि बाबु। त्यति राम्रोसँग दही आमाले दही दिनु भएको छ। होइन मैले त हिजो बाबाहरू को आएको थियो अनि मैले दही मागेको थियो उनीहरूले। यहाँ भोलि साँझेर राखेको थियो। हेर्दाखेरि मिठो छ। अनि बिहान म आउँदाखेरि हामी घाँस काटेर आयो अनि उनीहरू आएन। 2टा गाडी गयो, मैले नि बोलाइरहेन, उनीहरू नि बोलेन। राति मात्र करायो। फर्केर आउँदाखेरि देउँला भनेर राखेको क्या मैले त यो त। कोही त फेरि मजाले खानु मन लाग्छ नि त बाबु। यो भैँसीको दुधले त केही गर्दैन है। मिठो भइहाल्यो निनाहरू भनेको त। धन्यवाद आमा, तपाईँलाई धेरै धेरै धन्यवाद आमा। कस्तो छ? हामीले भएछ बाबु। मिठो के अरे सफलको भन्दा नि मिठो होला नि है। त्यो सफलको के त्यो सफलसँग यस्तो कस्तो होला। यस्तो मिठो यो दही टक्क यो गाउँ मान्छे नभएको ठाउँमा हामी चाहिँ एकछिन यताउता हेर्दाखेरि आमालाई भेट्यो। आमाले यस्तो मिठो दही दिनुभएको छ। आमालाई धेरै धेरै धन्यवाद आमा। खायौँ है। ल